सबैभन्दा फर्स्टमा चाहिँ मैले यो एपदेखि निकालेको ब्यालेन्सहरू तपाईँहरूलाई देखाउन चाहन्छु। जस्तै म यहाँनिर रिडिम भन्ने अप्सनमा जान्छु। त्यसपछि यहाँनिर रिवार्ड हिस्ट्री भन्ने अप्सनमा मैले टच गर्छु भने यहाँ चाहिँ मैले यहाँदेखि निकालेको ब्यालेन्सहरू देखाउनेछ। पब्जी युसीमा चाहिँ 7,700 को 60 युसी निकालेको थिएँ भने फ्री फायरमा चाहिँ मैले 8,500 को 100वटा डायमन्ड चाहिँ निकालेको थिएँ। यहाँबाट निकालेको 4-5 सेकेन्डमा नै पब्जी युसीमा र फ्री फायरमा चाहिँ डायमन्ड मिलेको थियो। सो यो एपदेखि चाहिँ डायमन्ड र युसी चाहिँ एकदमै छिटो दिइरहेको छ। यदि तपाईँहरू नेपालमा पनि आफ्नो वालेट ई सेवा खल्ती आइएमई पे अथवा ब्याङ्क अकाउन्टसम्म ल्याउन चाहनुहुन्छ भने यहाँबाट चाहिँ बाइनान्समा निकाल्नु पर्नेछ। बाइनान्सबाट चाहिँ तपाईँहरूले P2P को थ्रु सजिलैसँग नेपालमा ई सेवा खल्ती आइएमई पे अथवा ब्याङ्क अकाउन्टहरूमा पुर्याउन सक्नुहुनेछ। त्यसको लागि चाहिँ एकदमै सजिलो रहेको छ। सो त्यो कसरी पुर्याउने तपाईँहरूलाई आउँदैन भने मैले अलरेडी एउटा भिडियो बनाएको छु। त्यो भिडियो हेरेर तपाईँहरूले सजिलैसँग यहाँदेखि निकाल्न सक्नुहुनेछ र अर्निङ गर्नलाई पनि एकदमै सजिलो रहेको छ। त्यस्तो अप्ठ्यारो केही पनि छैन। तपाईँहरूले सजिलो गेमहरू खेल्ने हो र सजिलो टास्कहरू कम्प्लिट गर्नुहुन्छ भने यहाँदेखि चाहिँ अर्निङ हुने गर्दछ। अझै पनि मसँग यहाँनिर 27,800 कोइन रहेको छ भने सो तपाईँहरूलाई फ्री फायरमा डायमन्ड अथवा पब्जीमा युसी र ई सेवा खल्तीमा पनि अर्निङ गर्छु भन्नुहुन्छ भने धेरै चाहिँ होइन, तपाईँहरूले थोरै टाइम दिएर काम गर्नुहुन्छ भने तपाईँहरूको धेरै चाहिँ होइन, थोरै अर्निङ चाहिँ हुन्छ। सो यदि तपाईँहरूले आफ्नो साथीहरूलाई पनि इन्भाइट गराउनुहुन्छ भने चाहिँ तपाईँहरूको एकदमै राम्रो अर्निङ हुन्छ। सो यदि चाहनुहुन्छ भने तपाईँहरू जोइन भएर अर्निङ गर्न सक्नुहुनेछ। सो यदि तपाईँहरू पनि यो एपमा जोइन हुन चाहनुहुन्छ भने एपको लिङ्क चाहिँ मैले यसै भिडियोको डिस्क्रिप्सनतिर राखिदिनेछु। त्यो लिङ्कमा क्लिक गरेर तपाईँहरूले यो एपलाई प्ले स्टोरबाट डाउनलोड गर्नुहोला। डाउनलोड गरिसकेपछि एपलाई एकचोटि ओपन गरिदिनु पर्नेछ। एपलाई ओपन गरिसकेपछि यहाँनिर नेक्स्ट गर्दै जानु होला। त्यसपछि चाहिँ यहाँनिर कन्टिन्यू विथ गुगल भन्ने अप्सनमा तपाईँहरूले टच गरेर यहाँनिर एग्री भन्ने अप्सनमा टच गर्नु होला। त्यसपछि तपाईँहरूको फोनमा भएको एउटा गुगल अकाउन्ट छानेर तपाईँहरूले यसमा अकाउन्ट बनाइदिनु पर्नेछ। जस्तै मैले एउटा अकाउन्ट छानेर यहाँनिर अकाउन्ट बनाइसकेको छु। सो अकाउन्ट बनाउने बित्तिकै तपाईँहरूले 5,000 सम्म चाहिँ यहाँनिर कोइनहरू बोनसहरू पाउन सक्नुहुनेछ। तपाईँहरू मेरो लिङ्कको थ्रु यहाँनिर जोइन हुनुहुन्छ भने तपाईँहरूले यहाँनिर 5,000 सम्म चाहिँ कोइनहरू पाउन सक्नुहुनेछ। सिम्पली मैले क्लाइम नाउ गरेँ। त्यसपछि चाहिँ तपाईँहरू गेमको यस्तो इन्टरफेसमा आइपुग्नुहुनेछ। सिम्पली यहाँनिर मलाई स्क्रैच कार्ड एउटा मिलेको छ। स्क्रैच भन्ने अप्सनमा टच गर्छु भने यहाँ मैले माथिको कार्डमा टच गरेँ र यसलाई स्क्रैच गरिदिएँ भने मलाई यहाँनिर 500 कोइन यहाँबाट पनि मिलेको छ। दुईटा लाएर मलाई 1000 कोइन मिलिसकेको छ। सो त्यस्तै गरेर यसमा टास्कहरू चाहिँ एकदमै धेरै नै रहेको छ र गेमहरू पनि एकदमै धेरै रहेको छ। एपहरू मात्रै नै रहेको छ। विड्रोको लागि तपाईँहरूले यहाँनिर बाइनान्स सजिलैसँग पाउन सक्नुहुनेछ। त्यस्तै गरेर पेपाल पाउन सक्नुहुनेछ, पब्जी युसी, त्यस्तै गरेर फ्री फायर डायमन्ड पनि पाउन सक्नुहुनेछ। तपाईँहरूलाई जेमा सजिलो लाग्छ तपाईँहरूले सजिलैसँग त्योमा चाहिँ विड्रो लिन सक्नुहुनेछ। सो त्यस्तै गरेर अब तपाईँहरू यहाँनिर होम पेजमा आउनुहुन्छ भने गेम खेल्नको लागि चाहिँ यहाँ थुप्रै सर्वेहरू टास्कहरू चाहिँ रहेको छ। सबभन्दा यहाँनिर टपमा एप टास्क भनेर भनेको छ। सिम्पली एप टास्क भन्ने अप्सनमा तपाईँहरू टच गर्नुहुन्छ भने यहाँ थुप्रै टास्कहरू रहेको छ। जस्तै मैले पब स्केल भन्ने अप्सनमा टच गर्छु भने यहाँ पब स्केलमा चाहिँ थुप्रै गेमहरू अथवा टास्कहरू चाहिँ रहेको छ। अरू तल तिनीहरू टास्कहरूमा पनि भित्र पनि गेमहरू रहेको हुनेछ, त्यो चेकआउट गर्नु होला। यसमा जस्तै देख्न सक्नुहुनेछ थुप्रै एपहरू अथवा गेमहरू रहेको छ। यो एपहरू गेमहरूले चाहिँ तपाईँहरूलाई कोइनहरू पे गरिरहेको छ। यिनीहरू एपहरू कुनै एपहरूलाई चाहिँ डाउनलोड मात्रै गर्नुहुन्छ भने तपाईँहरूले कोइनहरू पाउन सक्नुहुनेछ। जस्तै यो एफएम व्हाट्सएप भनेर भनेको छ। यसमा चाहिँ तपाईँहरूले गेट भन्ने अप्सनमा टच गरेर यो एपलाई डाउनलोड मात्रै गर्नुहुन्छ भने तपाईँहरूलाई कोइनहरू मिल्नेछ। यदि डाउनलोड गर्ने बित्तिकै तपाईँहरूलाई कोइनहरू मिलेन भने तपाईँहरूले यो एपलाई ओपन गरेर यो एपमा चाहिँ अकाउन्ट रजिस्टर गर्नुहुन्छ भने चाहिँ तपाईँलाई 100% कोइनहरू चाहिँ मिल्नेछ। सो त्यस्तै गरेर यस्तै सिमिलर एपहरू धेरै नै रहेको छ। तपाईँहरूले डाउनलोड मात्रै गर्ने बित्तिकै कोइनहरू क्लाइम गर्न पाउने एपहरू एकदमै धेरै नै रहेको छ। यसमा तपाईँहरूले यसलाई चेकआउट गरेर यसलाई ट्राई गर्न सक्नुहुनेछ। यदि तपाईँहरू गेमहरू खेलेर लेभलहरू कम्प्लिट गर्नुहुन्छ भने त्यहाँदेखि चाहिँ एकदमै राम्रो कोइनहरू चाहिँ अर्निङ हुन्छ नै। यदि होइन मैले डाउनलोड मात्रै गरेर गर्छु भन्नुहुन्छ भने त्यस्तो खालको सिमिलर एपहरू पनि एकदमै धेरै रहेको छ यसमा। सो यो ट्राई गर्न सक्नुहुनेछ। जस्तै यहाँनिर यसलाई चाहिँ मैले एकचोटि डाउनलोड भन्ने अप्सनमा यहाँनिर टच गर्छु भने यो एपलाई चाहिँ मैले यहाँनिर डाउनलोड गरिदिनु पर्नेछ। डाउनलोड गरिसकेपछि यो एपलाई ओपन गरेर अकाउन्ट बनाउन भनिसकेपछि अकाउन्ट बनाउनु पर्नेछ। यदि होइन भने त्यत्तिकै पनि मिल्छ भने मैले त्यत्तिकै नै गर्नेछु। सिम्पली यो एपलाई मैले डाउनलोड गरिसकेको छु। यसरी यो एपलाई डाउनलोड गरिसकेपछि तपाईँहरूले एपलाई चाहिँ यहाँनिर इन्स्टल गरिदिनु पर्नेछ। यहाँनिर चाहिँ तपाईँहरूलाई हार्मफुल एप भनेर भन्नेछ। त्यहाँनिर चाहिँ तपाईँहरूले मोर डिटेलमा थिचेर यहाँनिर इन्स्टल एन्युए भन्ने अप्सनमा तपाईँहरूले टच गर्नुपर्नेछ। त्यसपछि चाहिँ तपाईँहरूको यो एप चाहिँ इन्स्टल हुनेछ। त्यसपछि ओपन गर्नु होला तपाईँले। यदि ओपन गर्ने बित्तिकै तपाईँहरूलाई माथि नोटिफिकेसन आयो कोइन क्लाइम गर्न भनिसकेपछि तपाईँहरूले त्यत्तिकै क्लोज गरिदिए नि हुन्छ। यो एपलाई अनइन्स्टल गरिदिए नि हुन्छ।
यदि हैन नोटिफिकेसन आएन भने तपाईहरुले चाहिँ यसमा अकाउन्ट बनाउनु पर्ने हुन्छ। सो त्यसपछि चाहिँ तपाईहरुले यसमा अकाउन्ट बनाउनु होला। अकाउन्ट बनाउने बित्तिकै तपाईहरुले कोइनहरु चाहिँ पाइहाल्नु हुनेछ। त्यसपछि चाहिँ तपाईहरुले यो एपलाई डिलिट गरिदिए पनि हुन्छ, केही फरक पर्दैन है त। सो त्यस्तै गरेर यो भित्र टास्कहरु अन्य टास्कहरु पनि धेरै नै रहेको छ। सबै टास्कहरु जुन टास्कहरु चाहिँ नेपालमा अवेलेबल रहेको छ त्यो टास्कहरु चाहिँ तपाईहरुले चेकआउट गरेर अर्निङ गर्न चाहिँ सक्नुहुनेछ। पब्स्किल भित्र पनि तपाईहरुले धेरै गेमहरु अथवा टास्कहरु एपहरु पाउन सक्नुहुनेछ। सो यो एपहरुलाई चाहिँ तपाईहरुले डाउनलोड गरेर यो गेमहरुलाई डाउनलोड गरेर यसमा चाहिँ टास्कहरु जे दिएको छ त्यो टास्कहरु तपाईहरुले कम्प्लिट गरेर अर्निङ गर्न सक्नुहुनेछ। सो त्यस्तै गरेर यहाँनिर सर्वे भनेर भनेको छ। सर्वेहरु पनि यदि नेपालमा कहिलेकाहीँ अवेलेबल हुन्छ भने यो सर्वेहरु पनि तपाईहरुले चेकआउट गर्नु होला। अहिले चाहिँ यहाँनिर देखाइरहेको छैन। सो त्यस्तै गरेर यहाँनिर माथिनिर चाहिँ प्ले टाइम गेम भनेर भनेको छ। यो प्ले टाइम गेमबाट पनि तपाईहरुले अर्निङ गर्न सक्नुहुनेछ। सिम्पली यहाँनिर प्ले टाइम गेममा थिचेर यहाँनिर अलाउ ट्र्याकिङ भन्ने अप्सनमा टच गर्नु होला। त्यसपछि चाहिँ यो एपलाई पर्मिसनहरु माग्ने छ। यो पर्मिसनहरु चाहिँ तपाईहरुले दिइदिनु पर्ने छ। त्यसपछि चाहिँ तपाईहरुलाई यहाँ थुप्रै गेमहरु चाहिँ यहाँनिर देखाउने छ। त्यसमध्ये कुनै एउटा गेममा तपाईहरुले टच गर्नुहुन्छ भने यहाँदेखि लेभलहरु कम्प्लिट गर्दै जाँदाखेरि तपाईहरुको अर्निङ हुन्छ भने कुनै एपहरु गेमहरु चाहिँ ओपन गर्ने बित्तिकै पनि तपाईहरुलाई कोइनहरु दिनेछ। जस्तै यो गेमले चाहिँ तपाईहरुलाई लेभल कम्प्लिट गर्न भनेर भनेको छ। सो अर्को मैले कुनै एउटा एपहरु अथवा गेमहरु अरु पनि खोल्छु भने त्यसमा चाहिँ तपाईहरुलाई ओपन गर्ने बित्तिकै पनि कोइनहरु चाहिँ कुनै गेमले दिइरहेको हुनेछ। जस्तै यो देख्न सक्नुहुनेछ 1 मिनेट ओपन गर्दाखेरि एउटा कोइन दिने भनेर भनेको छ। यसमा भएको गेमहरु खेल्दा कोइनहरु चाहिँ कम पाइन्छ भने यो गेमहरु खेल्दाखेरि तपाईहरुले स्क्रैच कार्डहरु चाहिँ पाउन सक्नुहुनेछ। तपाईहरुले खेलेको गेम चाहिँ यहाँ माई गेम भन्ने अप्सनमा गएर बस्ने छ। त्यस्तै गरेर यहाँनिर तपाईहरुले इन्भाइट फ्रेन्ड भनेर अप्सन पनि पाउन सक्नुहुनेछ। त्यसमा क्लिक गरेर यहाँनिर आफ्नो लिंकहरु चाहिँ कपी गरेर तपाईहरुले आफ्नो साथीहरुलाई इन्भाइट गर्नुहुन्छ भने यहाँदेखि पनि तपाईहरुले कोइनहरु पाउन सक्नुहुनेछ। कोले कति कोइन पाउने भनेर तल तपाईहरुले डिटेलमा देख्न पाउनुहुनेछ। सो यसलाई रिड गर्न सक्नुहुनेछ। सो आफ्नो साथीहरुलाई इन्भाइट गर्न पनि नबिर्सिनु होला। त्यसै गरेर यहाँनिर वाच भिडियो भनेर भनेको छ। तपाईहरुले एउटा भिडियो हेर्नुहुन्छ भने तपाईहरुले चाहिँ यहाँनिर 500 कोइन सम्म चाहिँ कलेक्ट गर्न पाउनुहुनेछ भनेर चाहिँ भनेको छ। सो यो चाहिँ तपाईहरुले ट्राई गर्नु होला। सो यहाँनिर चाहिँ मलाई क्लाइम गर्न भनेर भनेको छ। सो कति कोइन मलाई मिल्यो मलाई थाहा छैन। त्यसै गरेर यहाँनिर गिफ्ट भाउचर भनेर भनेको छ। गिफ्ट भाउचरमा चाहिँ यहाँनिर कोडहरु तपाईहरुले हान्नु पर्ने छ। यो कोड चाहिँ तपाईहरुले उहाँहरुको टेलिग्राम र इन्स्टाग्राम ग्रुपहरुमा पाउन सक्नुहुनेछ। उहाँहरुको टेलिग्राम र इन्स्टाग्राम ग्रुपमा जोइन भएर कोडहरु चाहिँ शेयर हुनेछ। त्यो कोड चाहिँ यसमा राखेर तपाईहरुले क्लाइम गर्नुहुन्छ भने यहाँदेखि मोर रिवार्डहरु चाहिँ तपाईहरुले पाउन सक्नुहुनेछ। सो यो पनि ट्राई गर्न सक्नुहुनेछ। त्यस्तै गरेर यहाँनिर स्पिन व्हील भनेर भनेको छ। यहाँनिर स्पिन व्हील गर्नको लागि चाहिँ तपाईहरुले 10000 कोइन चाहिनेछ। 10000 कोइनको चाहिँ एउटा स्पिन गर्न पाउनुहुनेछ र माथि कति पर्ने त्यो परेको अमाउन्टहरु चाहिँ तपाईहरुले विथड्र गर्न रिडिम गर्न पाउनुहुनेछ। सो यदि यो पनि छ भने तपाईहरुले चेक गर्नु होला, नभए नगर्दाखेरि पनि हुन्छ। यो चाहिँ यहाँनिर चाहिँ लिडर बोर्डमा चाहिँ तपाईहरुले आफ्नो कोले कति अर्निङ गरिरहेको छ भनेर चेकआउट गर्न सक्नुहुनेछ। सो यो पनि चेक गर्न सक्नुहुनेछ। त्यस्तै गरेर यहाँनिर होम पेजको साइडमा क्विस्ट भनेर भनेको छ, त्यसमा टच गर्नु होला। त्यसमा चाहिँ तपाईहरुले बाइनान्स र पेपालमा चाहिँ $2, बाइनान्समा चाहिँ $1 क्लाइम गर्न पाउनुहुनेछ। सिम्पली यहाँनिर प्ले भन्ने अप्सनमा टच गर्नुहुन्छ भने मैले भनेकै थिएँ अघि यो गेमहरु तपाईहरुले खेल्नुहुन्छ भने यहाँदेखि पनि तपाईहरुले टास्कहरु कम्प्लिट गरेर तपाईहरुले त्यहाँदेखि $2 क्लाइम गर्न पाउनुहुनेछ। सो यो गेमहरु तपाईहरुले डाउनलोड गरेर यहाँदेखि 500 कोइन चाहिँ तपाईहरुले अर्निङ गरेको हुनुपर्नेछ। बल्ल तपाईहरुको यो अनलक हुनेछ। त्यसपछि चाहिँ तल्लोमा चाहिँ तपाईहरुले टास्कबाट 20000 कोइन अर्निङ गरेको हुनुपर्नेछ। त्यसपछि चाहिँ तपाईहरुले यहाँनिर $2 पाउनुहुनेछ भने यो बाइनान्स पनि अबको 3 दिन पछाडी चाहिँ यो अनलक हुनेछ। त्यसपछि चाहिँ तपाईहरुले यो पनि खेल्न पाउनुहुनेछ भनेर भनेको छ। सो यो गेमहरु पनि ट्राई गर्न नबिर्सिनु होला। तपाईहरुले फ्रीमा नै $1 पाउन सक्नुहुनेछ। तपाईहरुको त्यहाँनिरदेखि कोइनहरु पनि कलेक्ट हुन्छ। त्यसै गरेर तपाईहरुले यहाँ डलरहरु पनि क्लाइम गर्न पाउनुहुनेछ। सो त्यस्तै गरेर साइडमा चाहिँ डेली टास्क भनेर भनेको छ। डेली टास्क भन्ने अप्सनमा तपाईहरु टच गर्नुहुन्छ भने यहाँ चाहिँ तपाईहरुले डेली टास्कहरु पाउनुहुनेछ। यो टास्कहरु कम्प्लिट गरेर पनि तपाईहरुले अर्निङ गर्न सक्नुहुनेछ। यहाँनिर सजिलो नै रहेको छ। यो टास्कहरु कम्प्लिट गर्नको लागि पनि तपाईहरुले त्यही पुरानै टास्कबाट चाहिँ कोइनहरु कलेक्ट गरेको हुनुपर्नेछ। त्यो कोइनहरु कलेक्ट गर्ने बित्तिकै तपाईहरुको यो टास्क कम्प्लिट हुनेछ। यहाँनिर सेकेन्ड लास्टमा चाहिँ स्क्रैच भन्ने अप्सन रहेको छ। स्क्रैच भन्ने अप्सनमा टच गर्नुहुन्छ भने स्क्रैच कार्डहरु पाउन सक्नुहुनेछ। स्क्रैच कार्ड पाउनको लागि चाहिँ तपाईहरुले यो प्ले टाइम भन्ने अप्सनमा टच गरेर यसमा भएको एपहरु गेमहरु चाहिँ तपाईहरुले डाउनलोड गरेर खेल्नु पर्नेछ। त्यति गर्ने बित्तिकै एउटा गेम डाउनलोड गर्ने बित्तिकै खेल्ने बित्तिकै तपाईहरुले
एउटा स्क्रैच कार्ड त्यहाँनिर पाउनुहुनेछ। सो यो एपदेखि चाहिँ ब्यालेन्सहरू निकाल्नको लागि चाहिँ मैले सुरुमा नै तपाईँहरूलाई भनिसकेँ। यसमा चाहिँ तपाईँहरूले बाइनान्समा लिन सक्नुहुनेछ, त्यस्तै गरेर फ्री फायर डायमन्डहरू, त्यस्तै गरेर मोबाइल लेजेन्ड र पब्जी युसीमा चाहिँ तपाईँहरूले लिन सक्नुहुनेछ। पहिला चाहिँ पेपालको अप्सन पनि रहेको थियो, अहिले चाहिँ पेपाललाई चाहिँ हटाएको छ। सो तपाईँहरूले यति वालेटहरूमा अथवा गेमहरूमा चाहिँ तपाईँहरूले टपअप गर्न सक्नुहुनेछ र वालेटहरूमा चाहिँ तपाईँहरूले रिडिम गर्न सक्नुहुनेछ। सो आजको लागि भिडियो यति नै। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र यस्तै खालको भिडियोहरू हेर्न मन पराउनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर नजिकै रहेको बेल आइकन दबाउन नबिर्सिनु होला। हामी छिट्टै अर्को अर्निङ भिडियोमा भेट्नेछौँ।